काम गर्दा गर्दा टिक्क लागिसक्यो न त शेरले बुझ्छ न त भाइले काम गर्छ। बहादुर बहादुर ए भाइ उता शेरले बोलाइरहेछ। दाइ घरमा कुरा गरिरहेको हो के? जा भित्र गएर अर्डर लिएर लिइरहेको छु। म मात्र होला काम गर्ने, यो दाइले त मलाई पैसाको देख्नै सक्दैन। तपाईँ पनि जानुहोस् न। हेर हेर यो मुखको लागेको। बहादुर मैं कब से चिल्ला रहा हूँ, सुनाई दिया? क्या बोला? नहीं वो बोला था। ठीक है उधर कस्टमर आ रहे हैं, खाना लगाओ। साहब इतनी सी बात है क्या? अभी लगाता हूँ। A few moments later. साहब मैं घर जा रहा हूँ, मेरे को 1 हफ्ते के लिए छुट्टी चाहिए। अरे बहादुर अचानक से क्या हो गया? काम तो बढ़िया है ना। अरे कितना बढ़िया काम है साहब। ल भाइ म अब घर जान्छु, तँ यो होटल सम्हाल है। यो घर गयो भने त मैले एक्लैले काम गर्नु पर्छ। मेरो त 12 बज्छ यार। दाइ तपाईले मालिकलाई त फेरि आउँछु भन्नुभयो, तर तपाईँ यति अप्ठ्यारो काममा फेरि आउने हो दाइ? एकचोटि त घरमा पुग्ने दे, यो खुट्टा काटेर घरमा राखिदिन्छु।